देख्न सक्छौँ कबड्डी वेलकम ब्याक टु माई युट्युब च्यानल हजुरलाई स्वागत छ फेरि पनि मेरो भ्लगमा होइन। आज भन्नुपर्दा म एक्लै छु होइन। आज सिर्जना पनि आएन होइन। त्यही भएको कारणले आज म एक्लै छु। त्यो पनि आज स्कुल स्टडी हुने चाहिँ आज एक दिन मात्रै हो होइन। त्यहाँदेखि चाहिँ छुट्टी हुन्छ। अनि किन अब चाहिँ म भन्नुपर्दाखेरि म पर्सिको दिनबाट सोमबारबाट चाहिँ इक्जाम थियो नि त हाम्रो। पर्सिको दिनबाट इक्जाम छ। आज हाम्रो लास्ट दिन। अनि हिजो अस्ति बिहिबारदेखि चाहिँ हाम्रो त्यो राष्ट्रपति रणनीति सुरु भइरहेको छ। त्यही भएर हाम्रो चाहिँ राष्ट्रपति रणनीतिमा पनि म जानु पाइनँ होइन। अब आज चाहिँ के हुनु मलाई थाहा छैन। आज स्कुलमा कतिजना आउँदो रहेछ हेर्नु होला। आज चाहिँ हामी लास्ट दिन है। यहाँनिर चाहिँ हाम्रो त कोही आएको छैन। आज राष्ट्रपति रणनीति भएको कारणले चाहिँ आज राष्ट्रपति रणनीतिको लास्ट दिन हो नि त। अनि त्यही भएर आज चाहिँ हाम्रो स्कुलमा कोही पनि आएको छैन नि। यति हो हामी आएको भनेकै पुरै क्लास जति सबै खाली छ होइन। यहाँ सबै खाली नै खाली। यहाँबाट चाहिँ हाम्रो सरले हेरिरहनु भएको छ फेरि कहिलेकाहीँ सरले खुला हुन्छ अरे भनेर सुनेको थिएँ। यहाँ हो हाम्रो अफिस चाहिँ कोही छैन। अट्टे छोडा पर सर कुद्दै हुनु चाहिँ हाम्रो स्कुलमा होइन। अब चाहिँ हामीहरू पनि अब पढाइ भएन भने हामी पनि अब घरमा गएर लुगा सुगा हेरेर हामी पनि जाने होइन राष्ट्रपति रणनीति हेर्नुको लागि। अन्त फेरि अब भलिबल फेरि हुन्छ अरे त। हिजो भएको थियो अरे फेरि अब रिपो गर्छ अरे त होइन। अन्त स्कुललाई यसो हल्का उतो के अरे सपोर्ट गर्नुको लागि भनेर चाहिँ हामीहरू अब जाने भनेर भन्दैछ नि। तर म चाहिँ थाहा छैन। म त आउनु पनि सक्छु नआउनु पनि सक्छु होइन। अब म चाहिँ घरमा मम्मी पनि हुनुहुँदैन होइन। मम्मी पनि हुँदैन मतलब मम्मी अब आउनुहुन्छ नि त ऊ। त्यही भएर अब म चाहिँ आउँछु कि आउँदैन थाहा छैन होइन। अब एकछिन पछि अब घर पुगेपछि मात्रै थाहा हुन्छ। म घर पुगेपछि आएर अनि म आउँछु आउँदिनँ त्यो चाहिँ थाहा हुन्छ होइन। तर म आयो भने चाहिँ हजुरहरूलाई देखाउँछु होइन। ओ केटी हो किन हाँसेको अब एकछिन पछि चाहिँ सरहरू पनि आउनुहुन्छ होला होइन। सरहरू अब कतिजना आउनुहुन्छ सबैजना उहाँ राष्ट्रपति रणनीति के अरे उहाँ विद्यार्थी लिएर जानुहुन्छ नि त। अनि त्यही भएको कारणले चाहिँ अब सरहरू कुन सरहरू आउनुहुन्छ त्यो चाहिँ थाहा छैन होइन। अब पढाइ भयो भने पढ्ने हो होइन। अब विद्यार्थी हामी 3-4जना मात्रै जाउँ होइन। अब चाहिँ त्यस्तो पनि हुनसक्छ होइन। अब चाहिँ तपाईँहरू देख्नु सक्नु नै हुनेछ होइन। अब के हुनेछ है यहाँतिर फाइनल साथीहरू। म चाहिँ अहिले घर पनि आइपुगिसकेँ होइन। किनभने आज हाम्रो पढाइ भएन नि त। त्यही भएको कारणले चाहिँ म घरमा आइसकेँ होइन। अब चाहिँ म माथि जान्छु जहाँतिर मलाई केही थाहा छैन नि त होइन। अब चाहिँ म होइन अब गयो भने फाइनली साथीहरू म चाहिँ अब माथि क्याम्पस जानुको लागि भनेर रेडी भइसकेँ होइन। अब मम्मी पनि जानु भनेर मसँग मम्मी चाहिँ मसँग होइन। मम्मी बिहान जानु भएन रहेछ। त्यही भएर अब मम्मी चाहिँ क्याम्पस जान्छ। मम्मी चाहिँ उता 0 पनि जानु रहेछ होइन। अब हामी लाग्न आँटेको जस्तो अब हाम्रो क्याम्पसमा तपाईँहरूलाई म गेम हाम्रो केटी साथीहरूको गेम देखाउँछु तपाईँहरूलाई। देख्न सक्छौँ कबड्डी यसको लागि अन सिचुएसन छ। यसलाई सदुपयोग गर्न सकिएको खण्डमा आउँछ। यसमा चाहिँ धेरै पोइन्ट आएको आगे गर्नु है। एकजना तान्ने सफल विलास काठमाडौँ 5 मिनटको समय अब बाँकी रहेको सङ्केत पनि मुख्य रेफ्रीद्वारा प्राप्त भएको छ। निर्धारित 5 मिनटको समयमा यो गेममा सक्नु परेको छ। टाइम आउट लिएको छ समाधि मैदानीले। 5 मिनटको रेस्ट होइन।
अप्ठ्यारो हुन्छ नि त पेन्टले हुँदैन चुप्प लाएर बस भाइ सबैजना बस्दै त नि तिमी र म चाहिँ नबस्ने लु म तिमीसँग चाहिँ उभियो नि त ल आजको कन्टेन्ट यही हो अब मैले जे पाएँ ए तेरो टाउकोमा राख्यो भने नि पुग्ने रहेछ कस्तो खालको रहेछ हौ धनपुरको भतिजले मैले कहाँ देखेको थिएँ अघि को धनबिरको भतिज नि हिजो बेहोस हुने केटी म त हिजो र अस्तिको दिनमा केही पत्तो केही छैन हौ हिजो र आज बेहोस भयो त दुईचोटि को रेसमै आज 1500मा एकजना बेहोस भयो केटी 1500मा फेरि एकजना ऊ भयो लु बसक्यो लु चुप तर आज पोखरी गयो आजको चाहिँ कस्तो मजा टक टक मिलाइरहेछ भने नि बास बास कसरी अरे फुपू टक टक ए जोग्यो 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 ओए आकृति आकृतिले खतरै खेलेको छ नि है हिजो राम्रो खेलेको थिएन फेरि आज म त जसै पनि जित्छु भनेर भन्दै थिएँ मलाई बिहान आकृति र बिमला दिदी हिजो बिग्रिरहेको छ थुप्रो हिजो चाहिँ कस्तो भयो आज म खतरै खेल्छु भनेर यो कुन चाहिँले लाताले हुन्छ ल तेरो अगाडि राख मोबाइल चाहिने मलाई फसाउँछ फेरि बिग्रियो भने कमर्स रेखा खिच्यो रेखा कुल्च्यो देवन सर अलिकति साइड हटिदिनु हो भनेको सुन्नुभयो 14-4 ए 14-4 11-4 11 र 4 चैनपुरको 11 पोखरीको 4 देवन सरले कस्तो मजाले सुनिदिनु भएको क्या छोडिदिनु भनेको मामाको भान्जी त माथि नै बसिरहेको रहेछ त किन आएको अरे भेटायो कस्तो मजाले मिलायो बिमार कस्तो मजाले हान्थ्यो हाम्रो अब चाहिँ हाम्रो नै जित्छ क्या हो जित्छ सन्ध्या हानेन नि त सबैको सेम जर्सी छ उ त एउटा बुनिले मात्रै हिजो चेन्ज गरेछ जर्सी दुईजनाले भनौँ न एकजनाको 32 छ एकजनाको 33 छ के भयो अरे के भयो है त्यो ऊ के गर के त्यहाँ पोजिसन बिग्रियो क्या त्यो गरेर हेर पनि उ त पोइन्ट जान्छ नि त 6 तारिक हाम्रो पुरा म्याचै गर्नु सब हैन हैन अनि झन्डै 3 मिनट 4 मिनट होला त 3.5 भयो यता यता यहाँ डल्ली यहाँ छ देख्दैन क्या टाउको सानो भएर मेरो टाउको सानो फर्किने आयो 3 मिनट भने चाहिँ त्योभन्दा बढी गर्दिनँ नि अनि 20 हुने बित्तिकै गर्नुपर्छ अनि पुतली के हान्नु भएको सुरुमै कस्तो गरेको ल अब सिकाउन
अभिषेकको जर्सी छैन फेरि त्यो कता जान्छ जर्सी खोज्नु अहिले नाम आइसक्यो ल अभिषेक जोशी सोध्नु जानै परेन जर्सी माग्नु जा केटा अरूले होइन आफूले सुन्ने गरी मात्रै भन्नु फेरि कम ब्याग छ ल 15 रिहाल के भइरहेछ यहाँतिर होइन जस्तो क्या कहिलेकाहीँ बोर्ड पनि हेर्न त्यही त मेडल मात्र त पाउँछ होइन आसाम होला फेरि यताउता काहीँ नगर है खै को छ चिच्याउन हौ यत्रो छनपुरेले नम्बर पाइसक्यो सन्ध्या सन्ध्या अब दुई अब दुई और अब तीन हात केटी केटीहरू गर्छ जस्तो छ यार प्रगति केही छैन अब हाम्रो 3 छ है बाँकी एकछिनको के भयो फेरि बिगाएर उयोमा सर्कलमा 20-22 ए अब लास्टमा गएर यस्तै यहाँनिर चाहिँ ढुक 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 पार्छ क्या कस्तो सालाहरू एकले बाँकी छ एक कता लगाउँथ्यो त पुरो ढुकढुक भइसक्यो त्यही त हात खुट्टा सबै थर थर ए रामरी खेल्ने हामीलाई पनि के गर्नु होइन राइट गइरहेको छ बल बराबर पुग्यो बराबर भयो अब चाहिँ कस्तो बल छोड्दैछ यस्तो अब यस्तो एकले दुईले गरेर हार्यो भने त कस्तो नराम्रो लाग्छ कस्तो एकलाई जितिहाल्यो नि है अघि एकछिनले खतरा हानेको थियो योपल्ट त के हो हान्दै
हराल्नु हेरी अमिता लाग्यो ओए 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 कस्तो लास्टमा गरे जस्तै हुन्छ ए बराबर पुग्यो अब चाहिँ आफैले बिगाएर भने पनि टिचरले जित्छ है यहाँनिर चाहिँ केटाहरूको मुटु ढुक्ढुक कस्तो भइरहेको होला अनि ओए 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 ए 27सम्म हुन्छ नि त यहाँ हात नि अब 27सम्म हुन्छ नि त 27सम्म हुन्छ इचिमा हान्देऊ इचिमा 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 ओए 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 कस्तो मजाले मिलेर छ माडा झाडा ढुक 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 भइसक्यो ओए 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 कस्तो मजाले मिलाएर छ भने अब के अब फेरि यतापट्टि अब फेरि एकचोटि 15 मा ल्याउनुपर्छ होइन जाऊ 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 तिमीहरू सबैजना ल जाऊ जाऊ त्यस्तो भन्नु हुँदैन ओए मार्छ मार्छ चिच्याउ त लु अब चिच्याउ आकृति 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 जितेर कस्तो लाग्यो ए ए कस्तो लाग्यो भन त खुसी लाग्यो मनदेखिको सपना ए अनि अरू भन न आकृति भन्ने राम्रो भयो भन्दैछु हेर डेढा खाले हेरेको कस्तो देखिरहेछ हो अमिता तिमीलाई कस्तो लाग्यो भन त ए ल ल फाइनली साथीहरू अब चाहिँ हामी क्याम्पसबाट नि आइपुगिसक्यौँ अब हामी घरतिर लागेको होइन आजको भिडियो यति नै हस् त बाई बाई टाटा